रवि लामिछाने मिडियामा कराउँदै गर्दाखेरि निर्मला पन्तलाई म न्याय दिन्छु भनेर कराउँदै गर्दाखेरि र ऊ गृहमन्त्री हुँदै गर्दाखेरि सबैभन्दा पहिला चाहिँ म निर्मला पन्तलाई चाहिँ न्याय दिन्छु, बलात्कारीलाई म कारवाही गर्छु भन्दै गरेर बोलेको रवि लामिछानेले बोलेको सुनियो। तर तपाईँको मैले अहिलेसम्म रवि लामिछाने दुईचोटि गृहमन्त्री हुँदै गर्दाखेरि चाहिँ मैले अहिलेसम्म केही काम गरेको चाहिँ देखेन होइन। रवि लामिछाने पनि राजनीतिकमा ऊ टेलिभिजन कर्मी हुँदाखेरि चाहिँ रवि लामिछानेले काम खत्रै गरे हो, त्यसमा म दुई मत छैन। र त्यतिखेरको त्यो पत्रकार हुँदाखेरिको ठिक छ, तर जब उहाँ पोलिटिक्समा आएर तपाईँले उहाँले पार्टी स्थापना गरिसक्नु, पार्टी स्थापना गरिसकेपछि रवि लामिछाने काम भनेको बोल्ने मात्रै भएको छ। कहिले 32वटा फाइल खोले काम गर्न दिएनन् भन्नुभएको छ, कहिले निर्मला पन्तलाई म न्याय दिन्छु तर न्याय दिन सक्नु भएन उहाँ गृहमन्त्री हुँदाखेरि, कहिले जीबी राईलाई म के अरे नेपाल झिकाउँछु हामीले लोकेसन ट्र्याक गरिसक्यौँ भन्नुभयो, त्यो पनि सक्नु भएन होइन। अब त्यो फेरि तपाईँको अब त जीबी राईसँग जाँदाखेरि सहकारी पनि जोडिन्छ होइन। अब त्यतातिर नजाउँ, मेन कुरा चाहिँ तपाईँको निर्मला पन्तमैमा आउँछु। निर्मला पन्तमा चाहिँ जुन रवि लामिछानेले म न्याय दिन्छु भन्ने कुरा गर्नुभएको थियो, बलात्कारीलाई म जसरी पनि सजाय दिन्छु, जस्तोसुकै पावरवाला हो म त्यसलाई न्याय दिन्छु भन्नुभएको थियो। तर अहिलेसम्म हामीले न्यायको अनुभूति गर्न पाएका छैनौँ। र सँगसँगै आजको दिनमा तपाईँको माइती घर मण्डलमा मेरै अगाडि मेरै सामुन्ने धेरैजना दाजुभाइ दिदीबहिनीहरू चाहिँ न्यायको लागि, निशा विकको न्यायको लागि चाहिँ तपाईँको आवाज उठाइरहनु भएको छ, बोलिरहनु भएको छ। र म पनि त्यसलाई समर्थन गर्ने एकबद्धता जनाउनको लागि यहाँ आएको हो होइन। अब यो सरकारले के गर्छ मलाई थाहा छैन, तर बालेन सरकारले चाहिँ म आजै न्याय दिनुहोस्, भोलि न्याय दिनुहोस् म भन्ने वाला पक्षमा छैन। किनभने निशा विकको तपाईँको प्रहरीले पक्राउ गरेर कारवाही भइरहेछ, अनुसन्धान भइरहेछ। तपाईँको अब कल रेकर्डदेखि लिएर डिएनएको रिपोर्टहरू सम्पूर्ण आइरहेछ, को गलत को सही होइन। अब त्यसलाई ग्याङ रेप भन्ने कि होइन, सिङ्गल बोयफ्रेन्डले गरेको रेपमा चाहिँ तपाईँको उसले साथी पछि बोलाएको सहयोगको लागि भन्ने कि के हो, त्यो तपाईँको कानुनी पार्ट हो, कानुनले नै हेर्ला होइन हेर्ला। तर मेरो मेन कन्सर्न चाहिँ भनेको चाहिँ तपाईँको रवि लामिछानेले हिजोको दिनमा पत्रकार हुँदै गर्दाखेरि वा तपाईँको गृहमन्त्री हुँदै गर्दाखेरि मेरो पहिलो प्राथमिकता भनेको रवि के अरे हाम्रो निर्मला पन्तलाई चाहिँ म न्याय दिन्छु भन्ने जुन शब्द प्रयोग गर्नुभएको थियो त्यो गफमा मात्रै सीमित भयो। र अब बन्ने 5 वर्षको बालेन्छा रासपाकै सरकार हो, बालेन्छा प्रधानमन्त्री हुँदै गर्दाखेरि चाहिँ 5 वर्षभित्रमा पनि तपाईँको निर्मला पन्तको हत्याराले कारवाही भोगेन, निर्मला पन्तले न्याय पाएन र अरू चेलीबेटीहरू जो रेप हुनु परेको छ होइन, उनीहरूको अस्मितामाथि चाहिँ के अरे सधैँ प्रहार भइरहेको छ र उनीहरूको इज्जत लुटिरहेको छ नि त। यो घटनालाई चाहिँ बालेन्छाले कसरी रोक्नुहुन्छ, के गरेर रोक्नुहुन्छ होइन, मेरो बालेन्छालाई पनि प्रश्न भयो। अनि अर्को कुरा कस्तो भने मलाई आफूलाई पनि छोरा मान्छे भएर बस्न, छोरा मान्छे हुँ भन्न पनि अलिकति अप्ठ्यारो चाहिँ किन लागिरहेको छ भने तपाईँको मेन चाहिँ अब एज पुगेकोलाई चाहिँ म भन्दिनँ। जस्तै अस्ति एउटा तपाईँको 16 वर्षको कञ्चनपुरमा 12 वर्षको छोरीकै उमेरको मान्छेलाई तपाईँको 47 वर्षको र 40 वर्षकोले पनि रेप गरेको न्युजहरू आएको छ होइन, न्युज आएको छ। त्यो भएर पनि मलाई यतिसम्म चाहिँ तपाईँको छोरा मान्छेहरू पापी भएको देख्दाखेरि चाहिँ मलाई आफूलाई नै आश्चर्य लागेको छ। र अनि समग्रमा भन्नुपर्दा मैले धेरै नै बोलेँ होला, समग्रमा भन्नुपर्दा चाहिँ हाम्रो देशमा जुन नाबालिकाहरू छन् जो 12 वर्ष 16 वर्ष 13 वर्षकोहरू छन् होइन, उनीहरूमाथि चाहिँ तपाईँको त्यो रेप भइरहेछ, ग्याङ रेप भइरहेछ होइन, उनीहरूको इज्जत लुटिरहेछ होइन, उहाँहरूलाई चाहिँ मिल्छ संविधान संशोधन गर्न मिल्छ, सक्छ र गर्न सक्छ भने चाहिँ म टुँडी खेल केही भन्दिनँ, फाँसीको सजाय हुनुपर्छ। हस् त, धन्यवाद। सर, पछिल्लो समय निकै नै कहाली लाग्दा घटनाहरू सामाजिक सञ्जाल लगायत लाइभमा पनि आइरहेका छन्। यी घटनाहरूको विषयमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँले पक्कै पनि निशा विकको कुरा गर्नुभएको होला होइन। अब बहिनीले न्याय पाउनुपर्छ भन्ने नै पक्षमा हो होइन। विभिन्न तपाईँको सोसियल मिडिया फेसबुक युट्युब टिकटक लगायत सम्पूर्णमा मैले पनि आवाज उठाइरहेको छु। सम्भवतः मलाई लाग्छ घटना थाहा पाएको 2 घन्टामै मैले पोस्ट गरेको होला, सम्भवतः सबैले मेरो पोस्ट हेर्नु पनि भएको होला होइन। म चाहिँ के भन्छु भने तपाईँको बलात्कार जस्तो कुरामा चाहिँ तपाईँको सरकार सिरियस हुनुपर्छ। अब सुशीला आमाको त सकिन लागिसक्यो, म बालेन्छालाई नै मेरो प्रश्न हो कि तपाईँले न्याय दिनुहुन्छ दिनु हुँदैन भन्ने कुरा हो होइन। म निशाको मात्रै कुरा गर्दिनँ, निर्मला पन्तको पनि कुरा गर्छु, अरू बहिनीहरूको कुरा पनि गर्छु जसले न्याय पाउनु भएको छैन होइन। निशा बहिनीको त तपाईँको तत्काल घटेको घटना भएर सम्भवतः यो सरकारको समीकरण फेरिने बेलामा भएको घटना भएर यसरी आवाज ततिरहेको छ। तर हिजो